है त गाउँ आइयो। दुईचोटि पछाडि यो बाटोमा ल यो चाहिँ आमाको माइती गाउँ पुलिमरङ गाउँ। अहिले चाहिँ हामी धुप बाल्न यहाँको मन्दिरमा जाँदैछौँ। त्यही चप्पल छ्या क्यारेक 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 त्यो के अरे त्यो सर्पाले भ्याएको त खान्ला चराक चराक गर्दै। त्यति त थाहा छ यो भयो भने त। अस्ति यहाँ चाहिँ गेस्ट रुम त हौ त्यो पछाडि यो माथि त्यहाँ यहाँ चाहिँ पकाउने ठाउँहरू है हलहरू सबै। 7 बरिस पहिल इधर आयल हम। हाम्रो यहाँको मन्दिर हो खड्कादेवी। यहाँको र चितवनको एउटै हो तर यहाँको चाहिँ मेन हो भन्छ होइन हो पनि हो यहाँको मेन। अनि सबैजना गाउँ आउन सक्दैन दसैँमा भनेर अनि त्यही भएर उता पनि चितवनमा नि मामा घरतिर त्यहाँ एउटा बनाछ। बाटो चाहिँ जे होस् पहिलाको भन्दा निकै राम्रो छ एकदम राम्रो पहिलाको भन्दा। जय खड्का है त्यहाँबाट पुलिमरङ गाउँ चट्ट होइन ल है त यहाँ कट्टुमा अलिकति के अरे मन्दिरको नाम जलदेवी मन्दिर। आउने बेला खेल्दा बिर्सेर जाने बेलामा यहीँ नजिकै हो। कमिला चाहिँ बहुत झर्ने रहेछ रातो कमिला रुखबाट ज्याकेट खैरै बस्छ धुलोले। उयो किन गएको भुसुना माछा मार्न गएको खोइ यति बिचरा भुसुना धरी झिङ्गा गयो 1 किलोकै छ क्या। Listen, I'm coming down. बाटो फेरि खतरा छ नि फेरि गाउँघरको भनेपछि खानेपानी है फेरि गाउँघरको कौडी पानी भन्दाखेरि असलै छ भनेपछि त हेर्नु पर्यो। हावामा छेपाइदियो एकछिन पछि अहिले भन्दा अहिले ऱ्याम्बो ट्राउट माछा अनि के अरे त्यसको नाम स्यामन सब भन्छ। अनि ओह त्यही हो सबसे ठुलो माछा भनेको सबसे ठुलो भनेको यो अलिकति उमा ठुलो रहेछ कान्छेवाला भन्दा नि सानो हो। अहिले सर्प निस्किन्छ अनि प्रो मान्छेहरू भाउ लोकल विकासी। अब हामी चाहिँ माथि शहीद स्मारक के अन्त पानी पर्न लगाएर नपर सुक्ने बिस्तारै जाने नि यताको बाटो त बिजोकै हुन्छ त्यही त। यो डुम्रेको बाटो गयो भने त बिजोकै हुन्छ कि यहाँबाट त सिधै ओह्रालो जानु रहेछ नि त दोमलतिरबाट त चप्पलमा
के अरे पुल ए फुल भनेको मैले PS5 मात्र सुनेको फुच्चे गुरुङले आफ्नो फुच्चे साथी फेला परेको छ है कम्पेनियन मामाहरूको रे पछि पछि लखर लखर त्यहाँनिर चाहिँ दमौली हो है दमौली गाउँघरतिरको हरियाली मकै छ्यामाहरू मकै गोड्दैछन् त्यहाँ अच्छा कता अघि देखेँ यार मकै गोडेको रिस्टी खोला सुकेर सत्यानाश अब बर्खा लाग्छ बल्ल बढ्छ ट्रेकिङ हिँडे जस्तै भएको त यार स्याहाँ स्याहाँ आफ्नो जिग्रीलाई बोलाउँदै ओहो ट्रान्समिटर कति ठुलो हो होइन अनि उ त्यो डब्बाको भनेको बाटो हेर्दा नि बाघा होला जस्तो यार यहाँ चाहिँ दाउरा कलेक्सन दाउरा झार्दै हुनुहुन्छ मामाहरू अब पुलीमरङ आएपछि सबै मामाहरू मेरो उता पर्वत गयो भने सब काकाहरू यो हरामखोर मात्रै कहाँबाट काका परेछ सब पुलीमरङ आएपछि सब मामाहरू मेरो पुलीमरङ आएपछि मैले म्याक्सिममलाई चिन्दैन बादल लगाइरहेछ पानी नपरोस् फेरि भोलि घर जाने बेला दिमाग खराब हुन्छ के हालेछ बोला थल गाह्रो गरी खुड्किला भर्याङ चढेर शहीद स्मारक आइपुग्यौँ हामी पुलीमरङको यहाँबाट त्यहाँ हेर्दा चाहिँ के अरे प्याराग्लाइडिङ गर्ला जस्तो ठाउँ देखेर तर होइन त्यो खै के हो अब मलाई पनि थाहा अब शहीद बाजेहरू यहाँको है सब शहीद टन्नै रहेछ शहीद बाजेहरू सबै शहीद लालध्वज गुरुङ शहीद के हो शमशेर बहादुर गुरुङ एउटा बाजेको त गोलबन्दी रे खाताले छेक्या रहेछ शहीद धर्मध्वज गुरुङ शहीद के हो स्वरसिंह गुरुङ शहीद सतवीर गुरुङ ए हस्तवीर पो हो मैले के पढेँ यार यो छेउको बाजेको के हो त पान लाउने कति नम्बरमा लालध्वज पढ्यो भरत गुरुङ रहेछ पहिला लाउने बाजेको अब चाहिँ हामी बाजेहरूलाई बिदाई गर्दै तलतिर झर्दैछौँ नयाँ बाटो के ल खै के हो पाइप रे ए मिस्टर प्लम्बर हो नि बिचमा थाहा हो पाइपहरूको बारेमा थाहा हुनु पऱ्यो नि डर रहेछ अब गाउँको केही टुटेको फुटेको पाइपहरू बनाउनु छ भने यहाँ मिस्टर अनिकेत गुरुङलाई सम्पर्क गर्नु
होला पुलिमरङ गाउँसहित बस्तीका मान्छेहरूले धारा बिग्रियो अरे धारा बिग्रियो अब छोराहरू आएर बनाउनु त होला नि भन्थे क्या भदैहरू पैसाको नाममा चिया मात्रै खुलाएर पठाइन्छ नि चिया र भात ट्याङ्कीमा पानी छैन छ होला नि पानी त यो नि रातो आइज 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 लियो आइज झारौँला नि आइज ल आइ हरामी त सँगै जाला भने एक्लै हिँडे हेर्न अगाडि त्यो पख्तालाई अहिले घर पुग्ने मलाई जानेछ मैले जानेछ यो चाहिँ ब्ल्याक पेपरको रुख है गाइज देख्नु भएन भने है बाँच्न सेम ब्ल्याक पेपरको गाउँमा रहेछ फ्रेस टिप्ने भयो गाउँमा आउनु होला है पुलिमरङ नत्र सम्पर्क गर्नु होला शिशिर गुरुङलाई म लिएर आइदिन्छु 7 वर्षमा आएको होइन अब त अनि थाहा हुन्छ नि त बाटो छुट्टीमा सुर्र आउने झ्यापझुप टिप्नी जाने ल अहिले चाहिँ पुलिमरङ गाउँको हेल्थ पोस्ट टोल आउनु भएछ है साह्रै पुरानो कलर लाउनु पर्ने बेला भएर छ भाइरल यहाँको भाइरल चौतारी यही हो भाइरल चौतारी यही हो पुलिमरङको सानो ठिक्कको अरे सानोमा यस्तो यो फुलको बाला बनाएर लगाउँथ्यौँ तपाईँहरूले लाउनु भयो कि भएन थाहा भएन है यो पानी परेको सुनेको कि धाराको पानी हो मासिसक्यो यस्तो फुलहरू ल यहाँको भवन रे ठुलो भवन डढेलो डढेलो लाउँदै होला सायद है अब औडै धेरै हिँडे जस्तो हो भयो त चप्पल लाएर हिँडे फेरि जुत्ता लाएर हिँडिने नि मेरै दुखिरहेको खुट्टा यहाँ कोल्हापुरी चप्पल है गाइस कोल्हापुरी चप्पल एकदम टिकाउ भर पर्दो चप्पल बिहान त नपर्ला नि बिस्तारै जाने त हो रेनकोट ल्यायो कि ल्याएन तपाईँले ए त्यस्तो हो त्यहीँ पाउँछ त दोकान हो माथि बाइक राखेको ठाउँमा लखर लखर हिँडेर हामी अहिले इन्ड अफ द रोड बाटोको ठ्याक्कै तल हरियाली टेरेस फार्मिङको नाममा केही पनि छैन अहिले खटखटे पार्दै रहेछ त्यहाँ हाते ट्र्याक्टर चाहिँ मकै छ मकैहरू खाने बेला हुन लागिसकेको छ कोही त यो पुलिमरङ गाउँ चट्ट लगाएर बादल लागिएछ अलिअलि परे पुग्छ पानी धेरै पर्नु पर्दैन ल है टच मिनट प्लान्ट है गाई यो सिस्नु भन्ला तर टच मिनट प्लान्ट हो टच मिनट प्लान्ट त ल छोयो भने यो त छुनै नहुने प्लान्ट हो यो त झन् यसलाई भन्छ टच मिनट डु नट टच मी हो यो त झन् स्पेसल ल पोखरातिर पानी परे जस्तो छ हेर्दाखेरि यता चाहिँ हल्का बादल लाखा शीतल भएको जे होस् त्यही हो गाउँमा आएको उपलब्धि अहिलेको दिनमा त पीडित गर्ने आमामा ल
चाहिँ हामी उकालोतिर घरतिर जाँदै लाइट धेरै नपरिदेऊ भोलि फर्किनुपर्छ टक्क गाउँघर आएपछि टक्क पानी परेर होइन पानीको आवाज टिनमा ठोक्किँदा कति आनन्दको सुन है त ल है त गाइस फर्कियौँ हिमाल देखिँदो रहेछ है यो त पानी परेको बल्ल क्लियर देखेछ अब एउटा हरामखोरलाई लिएर जानुपर्छ है त है त गाइस त्यति साह्रो टुरिस्ट एरिया त होइन हाम्रो गाउँ है पछि बाटो बन्दै गरेपछि पछि चाहिँ हुनसक्छ किनभने त्यति साह्रो पनि छैन यहाँ यस्तो त्यही भएर पछि बनाउँदै गरेपछि पछि हुन्छ होला है त गाइस ल सी यू अन द नेक्स्ट ब्लग